एउटा दिदीले कमेन्ट गर्नुभएको रहेछ, सर मेरो कमेन्टको जवाफ दिनु, मेन पावर के भन्छ थाहा छ? विदेश जाने मान्छे मोबाइल बन्द गर्नु पछि कुरा गर्नु भन्छ, अहिले पैसा 4,50,000 लिन्छ, किन सरकारको डर मान्दैन भनेर उहाँ दिदीले कमेन्ट गर्नुभएको रहेछ। कुनै पनि मेन पावरको मान्छेले या कुनै पनि एजेन्टले तपाईँलाई यसरी मोबाइल बन्द गर्नु, मोबाइल स्विच अफ गर्नु या मोबाइल नबोक्नु भनेर यसरी कुनै पनि एजेन्टले तपाईँलाई भन्यो, तपाईँहरूको जब कुराकानी हुन्छ त्यति बेला है तपाईँ सोच्नुहोस् कि तपाईँ ठगीमा पर्दै हुनुहुन्छ या तपाईँसँग केही न केही कुरा त्यो एजेन्टले या कम्पनीको मान्छेले लुकाइरहेको छ है। यस्तो कुराहरूबाट चाहिँ सजग बन्नुपर्छ। अनि उहाँले भनेअनुसार चाहिँ 4,50,000 उहाँले मागिराख्नु भएको छ अरे है। यो केस तपाईँसँग मात्र भएको छैन, यो केस धेरैसँग अलरेडी भइसकेको छ। नेपालमा भने यति धेरै ठुलो रकम तिरेर विदेश आउने, विदेश आएपछि स्यालेरी हुने 1,000 1,200 है। अनि त्यही पैसा पुरा गर्नलाई 2 वर्ष 3 वर्ष लाग्ने, अनि त्यसपछि आफ्नो सपना कहिले पुरा गर्ने, फ्यामिलीको सपना कहिले पुरा गर्ने, अनि यति धेरै ठुलो रकम कहिले तिर्ने है। त्यही भएर यस्तो कुराहरूमा चाहिँ पहिल्यै ख्याल गरेको राम्रो। यस्तो अवस्थामा चाहिँ तपाईँ चाहिँ वैदेशिक रोजगार विभागमा गएर आफ्नो कम्प्लेन दर्ता गराउन सक्नुहुन्छ है त। यति धेरै ठुलो रकम तपाईँले बुझाउनु पर्दैन। अहिले नेपाल सरकारले चाहिँ नयाँ नियम ल्याएको छ, तपाईँ बैंकबाट मात्र डिपोजिट गर्न सक्नुहुन्छ। एजेन्टको अकाउन्टमा भयो, मेन पावर कम्पनीको खातामा भयो है, त्यो पनि 10,000 भन्दा धेरै रकम बुझाउन मिल्दैन है। यदि कदापि तपाईँले हातमै बुझाउनु भयो भने पनि रसिद चाहिँ तपाईँसँगै राख्नुपर्छ है, रसिद चाहिँ माग्नुपर्छ, मेन पावर कम्पनी होस् या एजेन्टबाट होस् है। यस्ता कुराहरू चाहिँ ख्याल गर्नुपर्छ। हामी सबैले यस्ता नराम्रा कामका आवाज उठाउनै पर्छ, नत्र भने धेरै मानिसहरू फस्न सक्छन्।